म हिजो बालेनलाई बालक भन्थेँ, उमेरको कारणले मैले बुझेको थिइनँ। बालक भन्ने आज त त्यो मान्छे त बालक त होइन, बाफ्रे भयङ्कर ब्रिलियन्ट रहेछ। तर ब्रिलियन्टमा गयो। त्यस्तो ब्रिलियन्टली ह्यान्डल गरेछ कि यति गजबले ह्यान्डल गरेछ यो हाम्रो जस्तै घोकेर चोरे समाजलाई। त्यो कुनै इन्द्रको बाउ चन्द्र आए पनि सक्दैन कि। हि इज द ओन्ली वान हु कुड ह्यान्डल। मलाई शङ्का लाग्छ अर्को चाहिँ अलिकति कुलमानले गर्थ्यो होला, कुलमान पनि धेरै सोझो हुन्थ्यो र हल्लिन सक्थ्यो या अर्कै हो, महावीरलाई पनि अप्ठ्यारो पर्थ्यो होला। तर यो मान्छे चुपचाप कालो चस्मा लगाएर, महेन्द्रले पनि कालो चस्मा लाउँथ्यो नि, किनभने त्यस बेला त धेरै गाह्रो थियो होइन। अब धेरै हमला पनि हुन्थ्यो, त्यो कोल्ड वार पनि भइरहेको हुन्थ्यो नि त। तर कालो चस्मा लगाएर अडिक पाएर चाहिँ आफ्नो विकास भन्थ्यो। अहिले पनि यो मान्छेको ठ्याक्क चेन्ज भनेको कमसेकम सुशासन सिस्टम भनेर बसिरहेछ कि। आफै सिस्टममा बसेपछि अरू पनि बस्छन् भनेको गर्ने त्यति त हो नि। कहाँ अरू सक्छ र त्यो 12 घन्टामा? मान्छे कहाँ आउने बित्तिकै दुई तिहाई भन्ने बित्तिकै सो मन्तर गर्न कसैले पनि सक्दैन। हुँदैन त्यसरी देश विकास। होइन, दुई तिहाई नै छैन नि, कहाँ छ? दुई तिहाई भए पो गर्ने त केही पनि गर्न सक्दैन। अहिले दुई तिहाई छैन के।